उनी पनि अरू जस्तै एउटा सामान्य छोरी थिइन्। सपना र परिवारको माया थियो। तर एक दिन उनको जीवनमा यस्तो अन्धकार आयो जसले सबै सपना तोडिदियो। साँझ पर्न लागेको थियो। उनी घर फर्किने हतारमा थिइन्। सायद आमाले सोधिरहनु भएको थियो, छोरी कहिले पुग्छेस्? तर त्यो दिन उनको यात्रा घरसम्म पुग्न सकेन। अचानक केही निर्दयी मानिसहरूले बाटो रोके। उनी डराइन्, छटपटाइन्। उनले आफ्ना आमा, बुबा र जीवन सम्झिन्। आमा, बाबा, मलाई बचाउनुस्। तर त्यो अन्धकारमा आवाज कसैले सुनेन। कसैले थाहा पाएन त्यो अन्तिम घडीमा उनले कति पीडा र डर सहिन्। तर एउटा कुरा निश्चित छ, उनी बाँच्न चाहन्थिन्। यो केवल कथा होइन, समाजलाई चेतावनी हो। हामी चुप बस्यौँ भने यस्तो अन्याय फेरि दोहोरिन सक्छ। कुनै छोरीको अन्तिम आवाज फेरि आमा, मलाई बचाउनुस् नभनोस्।